ओरिजिनालिटी चाहिँ मैले त्यहाँ पाइनँ होइन। बेस्ट फिल गरेको थिएँ। गेस्ट के हो होइन, त्यहाँ चाहिँ रिसोर्स चाहिँ एक्सप्लोइट भइरहेको रहेछ त्यहाँ। नमस्कार, आजको ताजा घामसँगै फेरि पनि म तपाईँहरू सामु जोडिसकेको छु। हिजो मात्र म घान्द्रुक भिलेज यसो रिफ्रेसमेन्टको लागि हाम्रो सिब्लिङ्सहरू गएका थियौँ। त्यहाँबाट मैले के कुरा चाहिँ एनालाइज गरेँ, रियलाइज गरेँ होइन, कम्पेरिटिभ पहिलाभन्दा अहिले के एक्सपिरियन्स गरेँ भन्ने कुरा मैले थोरै सेयर गर्न चाहेँ। सबै कुरा त मैले यहाँ भनेर नि साध्य हुँदैन होइन, भन्न पनि सकिँदैन मैले कति कुरा गरेँ होइन। अब एक दुईवटा कुरा अहिले मलाई याद भएको जस मलाई चाहिँ अलिकति डिपली लागेको कुरा चाहिँ भन्न चाहन्छु। पहिलो कुरा त अब डेभलपमेन्टको भयो, डेभलपमेन्ट चाहिँ भइरहेको रहेछ, तर रिसोर्स चाहिँ एक्सप्लोइट भइरहेको रहेछ त्यहाँ चाहिँ। पहिलाको जे ओरिजिनालिटी थियो त्यो चाहिँ मैले पाइनँ। जुन 5 वर्ष अगाडि जाँदै थिएँ त्यो कुरा चेन्ज भयो रहेछ, तर रोड कन्डिसन इज अलमोस्ट सेम होइन। रोड कन्डिसन जस्तो थियो त्यस्तै छ। एक दुईवटा ठाउँमा पिच हुने अब अलिकति थोरै चाहिँ चेन्ज भएछ, तर अलमोस्ट त्यही छ। अनि अर्को कुरा चाहिँ मान्छेहरू नि त्यहाँ अलिकति त्यो हस्पिटालिटीको बारेमा अलिकति ज्ञान नभएको, जस इन्भेस्टमेन्ट मात्र हानेको जस्तो टाइपको मैले फिल गरेँ। अब गेस्ट के हो होइन, त्यहाँ चाहिँ अब समितिले गर्दा हो कि के हो त्यहाँको अलिकति त्यो मलाई राम्रो लागेन। अब टाइम अनुसार इम्प्रुभमेन्ट हुनपर्ने हो, अझै डिग्रेड भइरहेको देखेँ मैले चाहिँ। कम्पेरिटिभली मैले चाहिँ सिक्लेससम्म जोड्न चाहेँ। सिक्लेस भनेको चाहिँ जस मैले उता गएको एक्सपिरियन्स चाहिँ मैले चाहिँ एकदम बेस्ट फिल गरेको थिएँ, किनकि त्यहाँ मलाई त्यहाँ 10 चोटि जाँदा पनि म त्यस्तो थाक्दिनँ, म जान्न भन्दिनँ कि। किनकि त्यहाँ कस्तो छ भने त्यहाँको कम्युनिटी युनिटी एकदम राम्रो छ। त्यहाँ जुन ठाउँमा गएर बसे पनि त्यही छ प्राइस, तर घान्द्रुकमा के छ, एउटा ठाउँमा 1100 छ, एउटा ठाउँमा 2500 छ, एउटा 3000 छ, त्यो रेन्ज छ होइन। अब त्यो चाहिँ अलिकति त्यो कम्पिटिसन ल्यायो होला। सिक्लेसमा फेरि त्यो अरू बाहिरको मान्छेले आएर खोल्न नदिँदो रहेछ, त्यो भएर पनि त्यो एकदम वेल म्यानेज तरिकाले चलेर त्यही भयो होइन। अनि यता घान्द्रुकमा त्यस्तो नरहेछ। अनि अहिले गुरुङ कम्युनिटी भनेको अलिकति माथिपट्टि छ, त्यहाँ चाहिँ गुरुङ अलिकति ट्रेडिसनली बनेको घरहरू रहेछ थोरै, त्यो चाहिँ जस रमाइलो राम्रै छ। त्यहाँभित्र मैले अलिकति घुलमिल हुन पाइनँ, किनकि हामी यता माथि नै बसेको थियौँ। अब बुक गरेर गएको, यतै बसियो। अनि प्राइस रेन्ज सोद्धा पनि कतै कतै अलिकति सस्तो नि पाइँदो रहेछ। जस हामीले यहाँ 2000-2500 भनेको उताहरू 1500मा नि बसिरहेको रहेछन्। त्यो चाहिँ अब तपाईँहरूले पनि त्यो विचार गरेर जानुहोस्, ठिक छ। अनि चिया बगान एडिसनल एड भएको रहेछ थोरै माथिपट्टि, त्यो चाहिँ म पहिला गएको थिइनँ। त्यो चाहिँ राम्रो ठिकै हो, त्यहाँ म्यानेज भन्दा नि त्यहाँ लगाइदिए रहेछ, ठिकै छ। त्यहाँ फोटो खिच्न एउटा थोरै टाइम स्पेन्ड गर्ने, बिहानको समय टाइम स्पेन्ड गर्ने, ब्रेकफास्ट खाएर त्यो रमाइलो रहेछ। त्यही थियो। अब त्यहाँ चाहिँ गुरुङ गाउँ भन्दा पनि अहिले चाहिँ प्राइभेट को आएर इन्भेस्टमेन्ट गरेर गुरुङको ओरिजिनालिटी चाहिँ मैले त्यहाँ पाइनँ होइन। त्यही थियो कुरा। थ्याङ्क यू गाइस, थ्याङ्क यू।